सम्पूर्णमा नमस्कार। अहिले हामीसँग हुनुहुन्छ राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर 1 का उम्मेदवार रविकिरण हमाल हामीसँग हुनुहुन्छ मोटियाङ नेपालको आज लाइभमा इन्टरभ्यूमा। हामीले उहाँलाई केही प्रश्न गर्नेछौँ। तपाईको उम्मेदवारी किन र केका लागि? नमस्कार, म रविकिरण हमाल सुर्खेत क्षेत्र नम्बर 1 बाट प्रतिनिधि सभाको लागि उम्मेदवार छु। म चाहिँ यो देशको चाहिँ राजनीतिलाई नेतृत्व गर्न सक्षम छु। मैले राजनीति शास्त्रमै स्नातकोत्तर गरेको र 10 वर्षको राजनीतिक अनुभवको कारणले गर्दाखेरि म यो राष्ट्रलाई चाहिँ राजनीतिक तवरले आर्थिक तवरले नेतृत्व गरेर एउटा चाहिँ सही ठाउँमा पुर्याउन सक्ने ममा त्यस्तो दृष्टिकोण संकल्प छ। त्यो कारणले मेरो उम्मेदवारी हो। मेरो उम्मेदवारी सुर्खेत क्षेत्र नम्बर 1 बाट निर्वाचित भएर खास गरी अहिले हामीले 3टा मुद्दामा हामी केन्द्रित छौँ। पहिलो कुरा, मेलकुना अस्पताल लगायत आधारभूत अस्पतालहरू र स्वास्थ्य चौकीहरूमा सरकारले राज्यको तर्फबाट दिने 98 प्रकारको औषधि निःशुल्क हुनु पर्यो। मेलकुना अस्पतालमा चाहिँ गम्भीर प्रकृतिका रोग बाहेक अरू सबै निदान हुने खालको स्वास्थ्यकर्मी र उपकरणहरू त्यहाँ बन्दोबस्ती गरिनेछ। अन्य आधारभूत अस्पतालहरूमा पनि गुणस्तरीय स्वास्थ्य सेवाको हामी प्रत्याभूति गर्नेछौँ। र दोस्रो एजेन्डा भनेको शिक्षाको कुरा छ। सामुदायिक विद्यालयहरूमा एसीमा 50% बढी हाम्रा विद्यार्थीहरू फेल भइरहेका छन्। तिनीहरूको भविष्य बर्बाद भइरहेको छ। हामी शिक्षकहरूलाई राजनीतिबाट बाहिर ल्याउने र शिक्षकहरूलाई राष्ट्रिय स्तरको तालिम दिएर उहाँहरूलाई थप पुरस्कृत बनाएर हाम्रा भाइ बहिनीहरूको भविष्यलाई चाहिँ सुनिश्चित र सुनौलो बनाउन चाहन्छौँ। तेस्रो कुरा कृषिको कुरा छ। कृषिमा सबैतिर हामी चाहिँ सिँचाइको व्यवस्था गर्ने, हामीले चाहिँ कोल्ड स्टोर निर्माण गर्ने र प्रशोधन केन्द्र, एउटा ठुलो प्रशोधन केन्द्र स्थापना गरेर त्यहाँबाट चाहिँ कृषिबाट उत्पादित कुराहरूलाई प्रशोधन गरेर हाई भ्यालुमा त्यसलाई चाहिँ बजारमा लैजाने र जसको कारणले अर्थतन्त्र किसानहरूको चाहिँ अवस्था माथि उठोस् भन्ने खास गरी 3टा मुद्दा छन्। त्यसका अलावा युवाहरूलाई खेलकुदसँग जोड्ने कुरा, सडक पूर्वाधार, अन्य पूर्वाधारहरू तीव्र गतिमा हुनुपर्छ, कुनै ढिलासिस्ती हुनुहुन्न र त्यो गुणस्तरीय हुनुपर्छ भनेर हामी लाग्छौँ। र एउटा संसदको हैसियतमा यो देशको सरकार निर्माण गर्दा होस्, यो देशको नीति नियम बनाउँदा होस्, मेरो चाहिँ अग्रणी भूमिका निर्वाह हुन्छ। त्यसैको लागि म चुनावी मैदानमा छु। जसरी तपाईँ अहिले चुनावी प्रचार प्रसारमा हुनुहुन्छ क्षेत्र नम्बर 1 मा, त्यहाँका स्थानीयहरूको चाहिँ तपाईँप्रति कस्तो भावना छ त? अर्थात् बुझाइ कस्तो छ? उहाँहरूले के भनिराख्नु भएको छ? मनोनयन दर्ता भएदेखि नै एउटा सबैभन्दा कान्छो उम्मेदवारको रूपमा मैले त्यहाँ जसरी चाहिँ आफ्नो मनोनयन दर्ता गरेँ, त्यसपछि नै त्यो क्षेत्रमा एउटा ठुलो राजनीतिक तरङ्ग आएको छ। अब हामीले चाहिँ एउटा चाहिँ पढे लेखेको सक्षम युवा मान्छे पाएका छौँ प्रतिनिधिको रूपमा भनेर एउटा आशाको सञ्चार, सबैले एउटा चाहिँ आशाको रूपमा मलाई हेर्नुभएको छ। हामी जसरी चाहिँ गाउँमा पुगेका छौँ, घर दैलोमा पुगेका छौँ, एकापट्टि चाहिँ जसरी त्यहाँबाट निर्वाचित भएका माननीयहरूले पटक पटक दिएका आश्वासनहरू पुरा नगर्दाखेरि जनतामा निराशा, फ्रस्ट्रेसन छ। उहाँहरूबाट त एकदमै उहाँहरू चाहिँ नकारात्मक चिन्तन उहाँहरूमा छ। नेताहरूले चुनावको बेला आउने, भोट माग्ने र फेरि बिर्सिने कुराको कारणले गर्दाखेरि कतै तिमीले पनि त्यस्तै गर्छौ कि भनेर उहाँहरूले शङ्का गर्नुभएको छ। एकापट्टि, अर्कोपट्टि जबरजस्त जेन्दी आन्दोलनमा सहभागी भएको, यसको अगुवाई गरेको र एउटा चाहिँ सक्षम युवा भएको नाताले यो क्षेत्रलाई बदल्न सक्छौ भनेर आशीर्वाद दिइरहनु भएको छ। हामी चुनावमा हाम्रा कुरा त गरि नै रहेका छौँ, तर स्थानीय कुरालाई बढी सुन्ने, युवाहरूलाई अझ बढी बुझ्ने र स्थानीय स्तरमा जनताले झेलिरहेका समस्यालाई निराकरणका लागि चुनाव मात्र होइन, फागुन 21 हामीले कुरेका छैनौँ, सक्दो हामीले त्यहाँ चाहिँ राज्य संयन्त्रसँग समन्वय गरेर ती समस्या समाधानको पहल सँगसँगै गरेका छौँ। यसरी हाम्रो चुनावी अभियान बढिरहेको छ। र अन्त्यमा तपाईँले क्षेत्र नम्बर 1 का सम्पूर्ण स्थानीय बासिन्दाहरूलाई के भन्न चाहनुहुन्छ? एउटै कुरा हो, यो मुलुकमा अब यो परिवर्तनको वेगलाई कसैले रोक्नु हुँदैन। भाद्र 23 र 24 गते नेपालको नयाँ पुस्ताले विद्रोह गरेर यो देशमा रूपान्तरण खोजेको छ। सबभन्दा लेटेस्ट पुस्ता यो हो। यही पुस्ताको काँधमा यो राष्ट्रलाई अगाडि बढाउने, यो राष्ट्रलाई एउटा उन्नतिको शिखरसम्म पुर्याउन सक्छु भन्ने सङ्कल्पका साथ हामीले विद्रोह गरेको हो। आज हामी त्यो निर्वाचन मार्फत जनताको विश्वास लिँदैछौँ। सबैले अब बेला भयो, युवा नेतृत्वलाई अगाडि बढाउनुहोस्, भरोसा गर्नुहोस्। कुनै पनि हालतमा यो राष्ट्र हाम्रै जीवनकालमा एउटा विश्वको उन्नत राष्ट्र बन्छ। सबै जुनसुकै पार्टीमा हुनुहुन्छ, कङ्ग्रेस, एमाले, माओवादी, जुनसुकै पार्टीमा हुनुहुन्छ, पार्टी नबदल्नुहोस्, यसपटक मत बदल्नुहोस्। तपाईँहरूको भरोसाको रूपमा म आएको छु। मलाई चाहिँ हलो चिन्हमा मतदान गरेर भरोसा गर्नुहोस् भन्न चाहन्छु।